नेपालको 2026 को वर्ल्ड कप क्याम्पेन सकिसकेको छ। तपाईँहरूको दिमागमा पनि क्वेसन आइरहेको होला कि नेपालले कस्तो खेल्यो त। त्यही भएर यो भिडियो आज म बनाइरहेको छु, डिस्कस गर्दै नेपालको क्याम्पेन हिट भयो कि फ्लप भयो। नेपालले यो वर्ल्ड कपमा 4वटा म्याच खेलेको छ, त्यसमा एउटा जित्यो र 3टा हार्यो। यो सुन्दा त लाग्छ कि नेपालले साह्रै नराम्रो पो खेलेछ त, तर यो चाहिँ भनिहाल्न मिल्दैन। अब म्याच बाई म्याच बुझौँला नेपालले कस्तो खेल्यो त। नेपालले इङ्ल्यान्ड जस्तो ठुलो टिमसँग अलमोस्ट जित्न आँटेको थियो, मात्र 4 रनले हारेर हाम्रो देशको नाम पुरै वर्ल्डभरि सुन्नमा आइरहेको थियो। ठुलो ठुलो क्रिकेट प्लेयर्सहरूले पनि नेपाली प्लेयरहरूको प्रशंसा गरेका थिए। डेल स्टेन जस्तो महान बलरले त म नेपाली टिमको सहयोगको लागि सधैँ तयार रहनेछु भनेर पनि भनेका थिए। यो म्याच हामी एकदमै जित्न सक्ने स्थितिमा थियौँ, तर सेम म्याच साउथ अफ्रिकासँगको म्याच 2023 को जस्तै यसमा पनि हामीले ल्याक अफ फिनिसिङ एबिलिटी होस् या एक्सपिरियन्स नभएर होस् या प्रेसर ह्यान्डलै गर्न नसकेर होस्, अन्तिम ओभरमा गएर 4 रनले म्याच हार्यौँ। इङ्ग्लिसमा एउटा भनाइ छ क्या, भन्छ सो क्लोज यट सो फार। त्यस्तै हाम्रो केस भयो। सबै प्लेयरले एकदमै राम्रो खेले। लाइक लोकेश पमले त अलमोस्ट हिरो भएर निस्केको थियो त्यो म्याचमा, र ऐरी पौडेल र बिचमा हाम्रो मिडल अर्डरलाई सम्हालेर खेलिरहेका थिए। सबैको राम्रो पर्फर्मेन्स थियो, तर हामीले त्यो लाइन अफ थ्रेसोल्ड भन्न सकिन्छ, त्यसलाई क्रस चाहिँ गर्न सकेनौँ अन्तिममा गएर। तर यो म्याच नेपालको लागि एकदमै पोजिटिभ थियो। इङ्ल्यान्डसँगको त्यस्तो क्रेजी पर्फर्मेन्स पछाडि सबै फ्यान्स, सबै एक्सपर्ट सबैले लागेको थियो कि नेपालले इटलीसँग त साह्रै राम्रो खेल्छ, तर सेम ओल्ड नेपालमै भन्ने हो कि के भन्ने हो। जब म्याटर गर्छ नि तब हाम्रो प्लेयरहरूले खेल्नै बिर्सिन्छन् क्या। इटलीले नेपाललाई पुरै तेल नलगाइ पेलिदियो। 10 विकेटले नेपाललाई पुरै धुल चढाइदियो। पहिलो ब्याटिङ गरेर नेपालले 124 रनको टार्गेट दिएको थियो, कसैले खेल्न सकेनन्। बुर्तेल छिट्टै आउट भइहाल्यो। पौडेल केही कोसिस त गरिरहेको थियो, एक दुईवटा सट हान्ने, एउटा सट हानु पनि, तर फेरि केही गर्न सकेनन्। बट कुडन्ट डु इट। इन सर्ट कोहीबाट ब्याटिङ नै भएन। र नेपालको वर्ल्ड कपको पहिलो जित हुनुपर्ने म्याच सबैभन्दा ठुलो हार भन्न पुग्यो। इटलीबाट मोस्का ब्रदर्स द ओपनर्सले आउने बित्तिकै क्रेजी ब्याटिङ गरेर नेपालका सबै बलरलाई धुलाई हानेर नेपाललाई रियालिटी चेक दियो क्या। पछाडि सुपर 8मा पुग्ने सपना टुटिसकेको थियो, तर होप चाहिँ रहिरहेको थियो फ्यानहरूमध्ये। अब 2टा म्याच बाँकी थियो, स्कटल्यान्ड र वेस्ट इन्डिजसँग, र नेपाल आफ्नो तेस्रो म्याच वेस्ट इन्डिजसँग खेल्न मैदानमा उत्रियो। तर फेरि त्यही नेपाल सुरुमा ब्याटिङ गर्दा फेरि नेपाली ब्याटर्सले डिसपोइन्ट गरे। बुर्तेल पहिलो ओभरमै बोल्ड आउट भयो। पौडेल पनि, अनि आसिफ पनि, अनि आरिफ पनि, सबै आउट पछि आउट। नेपालले मरितरी अन्तिममा गएर 134 रनको टार्गेट दिन पुग्यो। त्यो नि कर्टेसी टु दिपेन्द्र सिंह एरी, जसले 58 रन्स हान्यो, र सुम्पालले अन्तिममा आएर 26 रनको धुवाँधार पारी खेलेर नेपाललाई 134 रनसम्मको सम्मानजनक स्कोरमा पुर्याउन सहयोग गर्यो भनौँ न। र यसको जवाफमा आइपुगे वेस्ट इन्डिजका धुरन्धरहरू। वेस्ट इन्डिजका प्लेयरले आउने बित्तिकै हान्न थाले, मजाले दिए। वेस्ट इन्डिजको क्याप्टेन साई होपले र सिमरन हेटमायरले 61 रन र 46 रन बनाए, र नेपाललाई 9 विकेटले धोएर हराएर यो म्याच पनि नेपालले हार्यो। अब बाँकी रहेको थियो एउटा म्याच, त्यो नि थियो स्कटल्यान्डसँग। क्वेसन चाहिँ के थियो भने नेपालले यो म्याच पनि हार्छ कि मरितरी एउटा चाहिँ जित्छ यो वर्ल्ड कपमा भन्ने कुरा क्वेसनले नेपाल त्यो म्याच खेल्न उत्र्यो स्कटल्यान्डसँग। अब यहाँ पनि स्कटल्यान्डका ब्याट्सम्यानहरू सुरुमा ब्याटिङ गर्न आए र राम्रै दिए। 171 रनसम्मको टार्गेट दिए, जहाँ बलिङमा सोमपाल कामीले मात्रै 3 विकेट लिएर नेपालको इज्जत बचाएको थियो। अब बलिङ त त्यस्तै भयो, 171 रन पाउनु पर्यो, ब्याट्सम्यानहरू फर्ममै छैनन्। पछिल्लो 2टा म्याचबाट आउट भएका भइ के सबै फ्यानलाई लागिसकेको थियो कि यो म्याच पनि सकिँदैन होला जित्न।
तर जब अलिकति कम म्याटर गर्छ तब त हाम्रो प्लेयरलाई खेल्न आउँछ नि त। आउने बित्तिकै कुशल पोर्तेलको 43 रन्स, आसिफ शेखको 33 अनि मोस्ट इम्पोर्टेन्टली यो वर्ल्ड कपको नेपालको स्टार पर्फर्मर भएको दिपेन्द्र सिंह एरीले 23 बलमा 50 रन हान्दियो र नेपालले 7 विकेटले म्याच जित्यो। यो जित नेपालको लागि एकदमै ठुलो थियो। यो 12 वर्ष पछाडि नेपालले T20 वर्ल्ड कपमा आफ्नो जित लिएको थियो। पछिल्लो चोटि 2024मा अफगानिस्तानसँग र 2026मा योपालि स्कटल्यान्डसँग। यसरी नेपालले जितले आफ्नो क्याम्पेनलाई पोजिटिभली अन्त्य गर्यो। कपले नेपालको लागि के पोजिटिभ गर्यो भन्ने कुरालाई बुझौँ। नेपालले आफूलाई वर्ल्ड क्रिकेटमा इमर्जिङ टिमको रूपमा अगाडि राख्न सफल भयो विथ ग्रेट यङ कोर अनि फ्युचर स्टार्स। नेपाली प्लेयर्सले एक्सपोजर र एक्सपिरियन्स पाए, सिक्न पाए, खेल्न पाए, आफूलाई वर्ल्ड क्रिकेटमा चिनाउन पाए, ठुलो ठुलो टिमलाई राम्रै टक्कर दिए र मोस्ट इम्पोर्टेन्टली अरू लिगमा पनि नेपाली प्लेयरहरू सिलेक्ट हुन थालेका छन् यो वर्ल्ड कप पछाडि। अब मेरो फाइनल भर्डिक्ट चाहिँ के रह्यो त? प्योर रिजल्ट्सको रूपमा हेर्दाखेरि यो नेपालका लागि फ्लप क्याम्पेनै मान्न सकिन्छ। तर मेरो लागि चाहिँ यो ओभरअल एकदमै राम्रो डिसेन्ट क्याम्पेन थियो। ओभरअल ग्रोथले हेर्दा होस् कि एक्सपोजर हेर्दा होस्, यो डिसेन्ट क्याम्पेन थियो नेपालको लागि।